कर्मी एवं अभियन्ताहरू आज जनकपुर जेसिस कोसीबालेमा सम्पूर्णलाई स्वागत गर्दै आज जनकपुर जेसिसले 52औं राष्ट्रिय महाधिवेशन जो अतिथिता यही मिति पुस 4 गतेदेखि 7 गते जनकपुर धामको यो तृतीयगाछी भन्ने स्थानमा भएर सम्पूर्णलाई जानकारी गराउन चाहन्छु। यसै साथ जनकपुर जेसिसले विगतमा पनि 4वटा सभ्य र भव्य उल्लासका साथ राष्ट्रिय महाधिवेशनमा सम्पूर्ण देशवासी र पूर्व मेचीदेखि महाकालीका सम्पूर्ण जेसिस मनहरूलाई यहीबाट आमन्त्रण गर्न चाहन्छु। धन्यवाद। र अबको विशेष जानकारीको लागि म 52औं राष्ट्रिय महाधिवेशनको निर्देशक जेसिस सुधीर पजियारलाई पुनः हस्तान्तरण गर्न चाहन्छु। धन्यवाद। उपस्थित सम्पूर्ण सञ्चारकर्मी मिडियाका सम्पूर्ण साथीहरूलाई सर्वप्रथम नमस्कार, जय श्री रामको अभिवादन गर्न चाहन्छु। वास्तवमा नेपाल जेसिसको 52औं राष्ट्रिय महाधिवेशन जुन जनकपुर जेसिसले आतिथ्यता गरिरहेको छ, आयोजना गरिरहेको छ, त्यसको कन्भेन्सन डाइरेक्टर म जनकपुर जेसिस वर्ष 2016 का शाखा अध्यक्ष र 52औं राष्ट्रिय महाधिवेशनका महाधिवेशन निर्देशक सुधीर पजियारको तर्फबाट सबैलाई पुनः फेरि एकपल्ट जय श्री रामको अभिवादन गर्न चाहन्छु। र आज हामीले यो पत्रकार सम्मेलन गर्दैछौँ किनभने हाम्रो नेपाल जेसिसको 52औं राष्ट्रिय महाधिवेशन हामी पुसको 4, 5, 6 र 7 4 दिनको कार्यक्रम हामी तृतीयगाछीमा गर्ने हाम्रो योजना छ। र सोही सन्दर्भमा यहाँहरू मार्फत हाम्रो यो कार्यक्रम कसरी सफल र भव्य हुन सक्छ त्यसको निमित्त यहाँहरूलाई आमन्त्रणा गरी तपाईहरूको आफ्नो सञ्चार माध्यमबाट कसरी हुन्छ यो जनकपुर धाममा यत्रो ठुलो इभेन्ट हुँदैछ, जुन कि यो जनकपुरमा मात्रै नभएर यो मध्य प्रदेशकै एउटा ठुलो कार्यक्रमको रूपमा हेर्न मानिन्छ। र अहिलेसम्मको हेर्दा हामीले नेपाल जेसिसको राष्ट्रिय महाधिवेशन नेपालभरिमै एउटा ठुलो इभेन्टको रूपमा लिन्छौँ हामी। र यो सभ्य र भव्य डिसिप्लिन तरिकाले यो हामी आयोजना गर्छौँ। र यो कार्यक्रम हामी जनकपुरमा आयोजना गर्दैछौँ र यो कार्यक्रमलाई कसरी अझ सफलतापूर्वक सम्पन्न गर्न सकिन्छ त्यस सन्दर्भमा तपाईँहरू समक्ष हामीले आजको पत्रकार सम्मेलन राखेका छौँ। यसमा म छोटो तपाईँहरूलाई जानकारी गराउन चाहन्छु कि जनकपुर जेसिसको 50औं वर्ष स्वर्णिम अवसरको गोल्डन जुब्लीको अवसरमा हामीले 2 वर्ष अगाडि अक्सन, जसलाई बिडिङ भन्छौँ हामी, बिडिङको मार्फतबाट हामीले यो 2025 मा नेपाल जेसिसको 52औं राष्ट्रिय महाधिवेशन गर्ने हामीले 2 वर्ष अगाडि हामीले बिडिङबाट लियौँ र सोही अनुसार हामी 2025 मा यो कार्यक्रम गर्दैछौँ। नेपाल जेसिसको इतिहासमा जनकपुर जेसिस पहिलो शाखाको रूपमा छ जसले नेपाल जेसिसको 5औं पटक कन्भेन्सन गर्दैछ। यो पनि हाम्रो लागि गर्वको विषय हो। अहिलेसम्म नेपाल जेसिसमा 186 वटा शाखा छ, तर 186 वटा शाखामा जनकपुर इज द फर्स्ट च्याप्टर शाखा जसले नेपाल जेसिसको 5औं पटक महाधिवेशन आयोजना गर्दैछ। यो हाम्रो लागि एउटा ठुलो गर्वको विषय छ। र सोही कार्यक्रम हामीले त गर्न गर्यौँ, तर यो कार्यक्रम अब कसरी सफलता हुन्छ, कसरी सफल हुन्छ त्यस सम्बन्धमा हामीले यो पत्रकार सम्मेलन गर्दैछौँ। र अब आउने दिनमा हामीसँग समयको अब कमै छ, 11 दिन मोटामोटी हामीसँग बाँकी छ। र यो 11 दिनमा तपाईहरूले आफ्नो मिडियाबाट आफ्नो स्तरबाट यो कार्यक्रमलाई यति हाइलाइट गरिदिनु पर्यो कि कमसेकम नेपालमा काठमाडौँमा बसेका हाम्रा जेसिस र अन्य सरकारवाला व्यक्तिहरूले यो जानकारी पाओस् कि कमसेकम जनकपुरमा यत्रो ठुलो कार्यक्रम हुँदैछ। यो माता जानकीको जन्मभूमि, राजा जनकको राजधानी र अहिले मध्य प्रदेशको राजधानीमा यत्रो ठुलो इभेन्ट हुनु भनेको एउटा हामीसँग च्यालेन्जको विषय छ। र यसलाई हामी कसरी सफल पार्न सक्छौँ त्यो तपाईँहरूको मिडियाबाट बृहत रूपमा यसलाई सञ्चारमा गरिदिनु हुनको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। र तपाईँहरूको यस सम्बन्धी केही जिज्ञासा छ भने राखिदिनुको लागि 4 दिनको कार्यक्रम हुन्छ। 4 दिनको कार्यक्रममा हाम्रो मोटामोटी 3000 जना जेसिसहरू पूर्व मेचीदेखि पश्चिम मालिका 77 जिल्ला र नेपालका सम्पूर्ण प्रमुख ठाउँहरू जहाँ जुन सिटी भन्छौँ र सिटीभन्दा बाहिरको पनि जहाँ जहाँ शाखा छ त्यो सबै शाखाकोबाट हाम्रो 3000 जनाको डेलिगेट्स हाम्रो यहाँ आउँछ, जसमा 1500 जना हाम्रो भोटर हुन्छ र 1500 जना हाम्रो जस्तै सदस्यहरू, जस्तै हाम्रै शाखामा हुन्छ भोटर भनेको कार्यसमिति मात्रै हुन्छ र कार्यसमिति बाहेकका पनि सदस्यहरू यहाँ आउनुहुन्छ। त्यसले गर्दाखेरि यो कार्यक्रममा 3000 जनाको उपस्थिति रहन्छ, 3000 देखि 3500 जनाको उपस्थिति रहन्छ।
कार्यक्रमको चिफ गेस्ट हाम्रो जनकपुर धामको तृतीय गाछीमा हामी गर्दैछौँ र पुसको 4 देखि 7 गते छ। पुसको 4 गते 3 बजे ओपनिङ सेरोमनी छ र ओपनिङ सेरोमनीमा हामी त्यो दिन ओपनिङ सेरोमनी मात्रै गर्ने, अरू कुनै कार्यक्रम नगर्ने। चिफ गेस्ट धन्यवाद दाइको अनुसार चिफ गेस्टको अहिले हाम्रो फाइनल भएको छैन, तर चिफ गेस्ट हामी आज र भोलिमा फाइनल गर्ने, किनभने अहिलेको देशको परिस्थिति र मधेसको परिस्थिति अवस्था जुन जेएनजी आन्दोलनपछि जुन एउटा देशको परिस्थिति भएको अवस्था छ, त्यसमा पनि हाम्रो मध्य प्रदेशको पनि सरकारको जुन अवस्था थियो त्यसले गर्दाखेरि हामीले अहिले चिफ गेस्टको फाइनल गर्न सकेका छैनौँ। तर हाम्रो केन्द्रबाट या प्रदेशबाट कसलाई राख्ने भन्ने कुरा हाम्रो पुरा चलिरहेछ। अब हिजो भर्खर हाम्रो प्रदेशका मुख्यमन्त्रीजीले पनि शपथ ग्रहण लिनुभएको छ, उहाँसँग पनि हाम्रो एकपल्ट कुरो गर्नुपर्नेछ। त्यसपछि अहिले फाइनल भएको छैन, तर 2 दिनमा आज या भोलिमा हामी फाइनल गर्छौँ। काठमाडौँ जाँदाखेरि उहाँको सचिवालयसँग कुरा गर्दाखेरि उहाँ अस्वस्थता हुनुहुन्छ, काठमाडौँ भ्यालीभन्दा बाहिरको कुनै कार्यक्रममा जानुहुन्न भनेर हामीले उहाँको सचिवालयले जानकारी गराउनु। त्यसपछि उहाँ हाम्रो पत्रकार मित्रले एउटा बजेटिङको कुरा गर्नुभएको छ। बजेटिङ हाम्रो लगभग 3000 देखि 3500 जनालाई हामी 4 दिन राख्छौँ। 4 दिनमा उहाँहरूलाई खाना खुवाउने, बस्नेदेखि सबै हामीले म्यानेज गर्ने हो र हाम्रो एप्रोक्सिमेटली 3 करोड 5 लाखको यो खर्च आउँछ। यो हाम्रो 4 दिनमा उहाँहरूलाई राख्नु र कार्यक्रम यो पुरा इभेन्टको हाम्रो 3 करोड 5 लाखको खर्च छ, जसमा हामीलाई आम्दानी पनि आउँछ। जस्तै डेलिगेट्सहरू आउँछ, उहाँहरूले रजिस्ट्रेसन पनि गर्नुहुन्छ, जुन रजिस्ट्रेसन बापत हामीलाई 1 करोड 20 लाख रुपियाँ उहाँहरूबाट आउँछ र बाँकी हामीले स्पोन्सर खोज्नुपर्छ। स्थानीय सरकार, प्रदेश सरकार, बिजनेस बिग हाउसहरू, अन्य ठाउँबाट हामी स्पोन्सर खोजेर नै यो कार्यक्रम सञ्चालन गर्छौँ। यो 4 दिनको कार्यक्रम छ र तत्पश्चात नेपाल जेसिसको सिड्युल अनुसार हामी कार्यक्रम सञ्चालन गर्नेछौँ, जसमा ओरेटरी कन्टेस्ट हुन्छ, थिम सेमिनार हुन्छ, त्यसपछि अन्य नेपाल जेसिसको जुन सिड्युलहरू छ त्यो अनुसार जेनरल एसेम्ब्ली चलाउँछौँ। जेनरल एसेम्ब्लीमा एवार्ड प्रोग्राम हुन्छ। नेपाल जेसिसकै हिसाबले सिड्युलको अनुसारले हामी कार्यक्रम र पछि लास्ट दिनमा हाम्रो इलेक्सन हुन्छ, भोटिङ प्रक्रिया पनि त्यसै जेनरल एसेम्ब्लीकै माध्यम भित्र एउटा भोटिङ प्रक्रिया पनि हुन्छ र भोटिङ प्रक्रियाबाट 2026 को लागि नयाँ कार्य समितिको चयन पनि गरिन्छ। नि अब अवस्था हामीले अहिले यो कार्यक्रममा हामीले हाम्रो कन्भेन्सन समिति, किनभने पत्रकार सम्मेलनमा सबैले बोलाउनु पर्छ, तर ठिक छ हामी जेसीले त गरिरहेछौँ, हाम्रो आफ्नो काम हाम्रो सबै भइरहेछ, हाम्रो तयारी पनि पूर्ण रूपमा भइसकेको छ र रहेको कुरा यहाँबाट समेत यो कार्यक्रम जनकपुर जेसिसको मात्रै नभएर यो जनकपुर धामवासीको, मध्य प्रदेशवासीको हो भनेर बुझिदिनुपर्छ तपाईँहरूले र यो कार्यक्रममा आफ्नो स्तरबाट तपाईँहरूले सहयोग गरिदिनुपर्छ र यो कार्यक्रमले गर्दाखेरि मलाई लाग्छ जस्तै हामी 2018मा पनि कन्भेन्सन गरेको थियौँ र त्यो कन्भेन्सन गर्नको मुख्य उद्देश्य थियो हाम्रो जनकपुरलाई नेपालभरिमा एउटा पर्यटनीय क्षेत्र हो र यहाँ आउनुपर्छ भनेर हामीले चिनाउन एउटा त्यो ठुलो इभेन्ट गरेको थियो र त्यस पश्चात 2019देखि हाम्रो इन्टरनली जति पनि ठाउँबाट आउनुपर्ने पर्यटनहरूको वृद्धि भएको थियो। 2018 भन्दा पहिले 2003मा हुँदाखेरि त्यतिखेर हामीसँग त्यति स्रोत साधन नभएको कारणले नेपालभरिका हाम्रा जेसीजहरूले भन्थे जनकपुरले यो गर्न सक्दैन, जनकपुर फोहोर ठाउँ हो, जनकपुर मच्छरको ठाउँ हो, यहाँ गर्न सकिँदैन भनेर भन्यो। तर 2018मा हामीले त्यो च्यालेन्ज स्वीकार गरेर 2018मा जुन हामीले कन्भेन्सन गर्यो त्यसले गर्दा त्यतिखेर हाम्रो एडिपीको कामले गर्दाखेरि जनकपुर पुरा व्यवस्थित भइसकेको थियो र त्यतिखेरका मेयर साहबले हामीलाई भनेर सरसफाइमा मच्छरको जुन छ नि त्यसमा जुन गर्नुपर्ने सबै व्यवस्थापन गरेर जुन त्यो कार्यक्रम हामीले 2018मा गर्यो त्यो कार्यक्रमले नेपालभरि एउटा ठुलो इतिहास के काम अहिलेसम्म 2018 पछिको कन्भेन्सन पछि त्यस्तो ठुलो कन्भेन्सन अरू ठाउँमा कहीँ भएको छैन। त्यस पछाडि रत्ननगर भयो, बुटबल भयो, भर्खर अहिले इठरीमा पोल भएको थियो, तर त्यत्रो 2018मा जुन कन्भेन्सन भएको थियो त्यसलाई हामी कसैले बिट गर्न सकेको छैन र त्यो 18 कन्भेन्सन गर्नुको हाम्रो मुख्य उद्देश्य थियो कि हामीले हाम्रो पर्यटन क्षेत्रलाई कसरी नेपालभरिका मान्छेहरू कसरी जनकपुर आओस्, माता जानकीको जन्मभूमिमा आएर माता जानकीको दर्शन गरौँ र जनकपुर जेसीले पनि यो व्यवस्थित रूपले यो कार्यक्रम गर्न सक्छ भन्ने त्यो हामीलाई देखाउनु थियो र हामीले त्यो देखायौँ र अहिलेको गर्नुको मुख्य उद्देश्य हामीलाई के छ भने हामी 50औं वर्षको अवसरमा गरिरहेछौँ र यसलाई हामीले अझ राम्ररी अब जनकपुरमा
राम्रो सिटी छ, यो बस्न लायक छ, यो फोहोर छैन, मच्छर छैन, त्यो कुरा त हामीले चिनिसक्यो। अब हामीले उहाँहरूलाई के भनिदिन्छौँ भने जनकपुर तपाईँहरूले एकपल्ट आउनु पर्छ, एउटा म्यारेज इभेन्टको हिसाबले होस् या आफ्नो एनिभर्सरी मनाउनुको लागि होस् या अन्य कुनै तपाईँहरूको ठुलो काम भइरहेछ भने सेलिब्रेसन गर्नुहुन्छ भने कमसेकम जनकपुरमा आएर सेलिब्रेसन गर्नुहोस्। त्यो हाम्रो कार्यक्रमको माध्यमबाट उहाँहरूलाई जानकारी गराउन चाहन्छु। त्यो त्यति भी जमाउनु तात्पर्य यो हो कि जनकपुरको भविष्यमा पनि मतलब यो क्षेत्रको विकास होस् भने हामीहरू जेसिस जहिले पनि महाधिवेशन गरेको छ, राष्ट्रिय महाधिवेशनको आतिथ्य गरेको छ। त्यसमा एउटै हाम्रो त जुन कार्यक्रम छ, शिविर कार्यक्रम छ, त्यो त छँदैछ। यसको अलावा यो हाम्रो जनकपुर ठाउँको आर्थिक रूपले, सामाजिक रूपले, ऐतिहासिक रूपले यसको कसरी प्रवर्धन हुन्छ भने त्यो हामी चाहिँ मेन इस्यु राखेर चाहिँ हामीहरू यो कार्यक्रमलाई बार बार जनकपुरमा ल्याउन चाहेको हाम्रो जनकपुर जेसीले प्रयासरत रहेको हुन्छ। धन्यवाद।